भनिरहनु भएको छ। दोलखाका आदरणीय श्रद्धालु भक्तजनहरू, आमाको वरिपरि धेरै भिड भएको छ। हजुरहरू लाइनबद्ध भएर कृपया बिस्तारै बिस्तारै लाइनबद्ध भएर आइदिनु होला। भर्खरै पर्स चोरी भयो भनिराख्नु भएको छ। हजुरहरू आफ्नो सामानको सुरक्षा गर्नु होला। सजग भएर बिस्तारै आमा आज दिनैभरि हामीसँगै बस्नुहुन्छ। हतार नगरिकन बिस्तारै लाइनबद्ध भएर आइदिनु हुन माता पिता संरक्षण समितिमा हार्दिक अनुरोध गर्दछ। हुसेन ज्यूको नाममा रु 105 रुपैयाँ सहयोग भएको छ। त्यसै गरी सुनिता थापाज्यूले स्वर्गीय आमा रानीमाया भण्डारीमा रु 505 रुपैयाँ सहयोग गर्नुभएको छ। त्यसै गरी धादिङका बद्री सुनारज्यूले स्वर्गीय माता सीता सुनारज्यूको सम्मान त्यसै गरी काठमाडौँका केदार थापाज्यूले स्वर्गीय माता सीताबाई थापाज्यूको सम्मान सहयोग गर्नुभएको छ। त्यसै गरी काठमाडौँका